Hello, it's me, Amrit Bhatta, your English teacher. First of all, I would like to welcome on my YouTube channel, Enjoy English with Amrit One. विद्यार्थी भाइ बहिनीहरू म आज तपाईँहरूलाई प्र्याक्टिस अफ कजेटिभ भर्ब अन्तर्गत पार्ट 2 लिएर आएको छु र तपाईँले यो कजेटिभ भर्ब सम्बन्धी प्रश्नहरू सल्भ गर्दै गर्दाखेरि सबैभन्दा पहिले तपाईँले सूत्र अनुसार तेस्रो स्थानमा हेर्ने र तेस्रो स्थानमा हेरिसकेपछि तेस्रो स्थानमा आएको शब्दले सब्जेक्ट बुझाउँछ भने त्यस्तो स्थानमा आएको शब्दले व्यक्ति अथवा कहिलेकाहीँ जनावर बुझाउँछ भने त्यो एजेन्ट आएको छ भनेर चिन्नु पर्यो। अनि यदि तपाईँले चाहिँ नि तेस्रो स्थानमा आएको शब्दले व्यक्ति बुझाउँदैन, सामान्यतया व्यक्ति बुझाउँदैन भने एजेन्ट आएको छैन भनेर तपाईँले चिन्नु पर्यो। कजेटिभ भर्बमा तपाईँले आन्सर चाहिँ करेक्ट आन्सर चाहिँ सिलेक्सन गर्नको लागि सबैभन्दा पहिले तपाईँले वाक्यमा एजेन्ट आएको छ कि छैन भनेर तपाईँले त्यो चाहिँ छुट्याउनुपर्छ। जस्तो वाक्यमा एजेन्ट नआएमा एउटा मात्र सूत्र छ। जस्तो यदि वाक्यमा एजेन्ट नआएमा गेट ह्याभसँग V3, गेट ह्याभसँग V3 यही हो एजेन्ट नआएमा, नम्बर 1। नम्बर 2, एजेन्ट आएमा जम्मा दुईवटा सूत्र छ, एउटा गेटको सूत्र छ, एउटा ह्याभ मेकको सूत्र छ है। एजेन्ट आएमा गेटसँग टु भी वान, एजेन्ट आएमा ह्याभ मेकसँग V1। यद्यपि हामीलाई यहाँ लेट पनि सोधिरहेछ, हेल्प पनि दिइरहेछ। लेट र हेल्प आयो भने पनि त्योसँग पनि तपाईँको के नै हुन्छ, V1 हुन्छ है। त्यो कुरा तपाईँ र एउटा कुरा म तपाईँलाई के जानकारी गराएँ भन्दा कहिलेकाहीँ हामीलाई यो पजिटिभ भर्बमा पनि प्यासिभमा दिइरहेछ। यदि प्यासिभमा दियो भने प्यासिभमा चाहिँ हाम्रो फेरि टु भी वान हुन्छ है। हाम्रो गेट ह्याभ मेक तिनैसँग तपाईँको के हुन्छ भन्दा टु भी वान हुन्छ, तर एजेन्ट आएको हुनुपर्छ। एजेन्ट आएमा है हामीलाई प्यासिभ भोइसमा दिएको छ भने फेरि हामीलाई त्यो गेट ह्याभ मेक पछि हाम्रो तपाईँको चाहिँ नि टु भी वान चाहिँ परेको हुन्छ। यो कुरा चाहिँ ख्याल गर्नुलाई मैले केही एक्स्ट्रा कुराहरू पनि यहाँ बताएँ। त्यसो भए अब म ढिला नगरेर म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। प्लिज सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले असाध्यै ध्यान दिएर सुन्नु होला। नम्बर 1 मा छ आई वाज मेड डट अफ फेरी टेल। हेर्नुहोस् यो आई वाज मेड, हेर्नुहोस् यो हाम्रो प्यासिभ भोइसमा छ। प्यासिभ भोइसमा भएको कारणले गर्दाखेरि यो हाम्रो अटोमेटिक चाहिँ टु भी वानमा हुन्छ। टु भी वान भन्ने बित्तिकै हाम्रो के भयो, टु राइट। आई विल ह्याभ माई लन्च। अब हेर्नुहोस् है यहाँ चाहिँ हाम्रो फर्स्टमा यहाँ हेर्नुहोस् है, फर्स्टमा आई छ, सेकेन्डमा विल ह्याभ है। यो ह्याभको फर्म विल ह्याभ आएको छ, थर्डमा माई लन्च आएको छ। हो तेस्रो स्थानलाई हेर्ने हो र एजेन्ट आएको छ कि छैन भनेर छुट्याउने। जस्तो माई लन्च भने मेरो नास्ता, मेरो खाना, दिउँसोको खाना होइन। माई लन्च भने त व्यक्ति होइन, व्यक्ति नहुने बित्तिकै यो तपाईँको चाहिँ एजेन्ट होइन। एजेन्ट आएको रहेनछ भनेर तपाईँले थाहा पाउनु पर्यो। अब एजेन्ट आएको छैन भने त है ह्याभ मिक्स गेट ह्याभसँग के हुन्छ, V3 हुन्छ भन्ने बित्तिकै हेर्नुहोस् त यो हाम्रो ह्याभ आएको छ, सिधै एजेन्ट नआएमा V3 भइहाल्यो। अब तपाईँले कोष्टमा हेर्दै गर्दा हाम्रो V3 के हो, प्रिपेयर। यसरी आन्सर छान्ने। सी गट अ नेकलेस डट टु हर। हेर्नुहोस् है यहाँ हाम्रो हेर्नुहोस् त यहाँ यो चाहिँ यो तेस्रो स्थानमा हेर्दाखेरि अ नेकलेस आएको छ। अ नेकलेस भने त वस्तु हो है। यो तपाईँको घाँटीमा लगाउने चाहिँ तपाईँको नेकलेस होइन, वस्तु मतलब एजेन्ट आएको छैन। अब एजेन्ट आएको छैन, अब एजेन्ट नआएमा त गेट ह्याभसँग V3, हाम्रो गेटको रूप गट आएको छ, सिधै V3 भन्ने बित्तिकै हाम्रो के भइहाल्यो, बट। वी सुड गेट बेन डट अस सम कन्सर्ट टिकट्स वेन ही गोज टु गेट हिज भनेर। अब हेर्नुहोस् है यहाँ हामीले गेटको पछाडि हेर्नुहोस् है हाम्रो सबसे पहिलोमा चाहिँ उही आएको छ, दोस्रोमा सुड गेट है, भबमा चाहिँ हाम्रो सुड गेट आएको छ, तेस्रोमा बेन आएको छ। बेन भने त व्यक्तिको नाम, व्यक्ति भन्ने बित्तिकै यो एजेन्ट हो, काम गर्ने कर्ता चाहिँ एजेन्ट आएको रहेछ। अब तपाईँले एजेन्ट आएको सूत्र सम्झिने। अब एजेन्ट आएको सूत्र सम्झिँदै गर्दा हेर्नुहोस् त ल, गेट आएको छ, एजेन्ट आएमा गेटसँग टु भी वान भन्ने बित्तिकै सिधा हेर्नुहोस् त टु भी वान एन्सर, टु बाई है। यसरी सजिलोले तपाईँ आन्सर भेट्टाउन सक्नुहुन्छ। माई फ्रेन्ड्स लेट मी द देयर बुक्स है। मैले तपाईँले भनेको थिएँ यहाँ हामीलाई हुन त गेट ह्याभ मेक चाहिँ मुख्य हुन्, तर यसमा तपाईँले एक्सर्साइजमा चाहिँ एक्स्ट्रा तपाईँको लेट अथवा हेल्प पनि दिएको छ। लेट हेल्प आयो भने एजेन्ट आएको अवस्थामा लेट र हेल्पसँग पनि V1 नै परेको हुन्छ है। अब लेट आएको कारणले जस्तो V1 भन्ने बित्तिकै हाम्रो के भयो, रिड। सुशील गट हर मेड भनेको नोकर्नी,
है। हेर्नुहोस् त तेस्रो स्थानमा हेर्दाखेरि हर मेड आएको छ, उनको नोकर्नी भन्ने बित्तिकै यो तपाईँको चाहिँ नि एजेन्ट आएको छ। अब एजेन्ट आएमा सिधै हेर्नुहोस् त गेटसँग टु बिहान, टु बिहान भन्ने बित्तिकै हाम्रो आन्सर के भइहाल्यो, टु क्लिनक है। त्यसैले विद्यार्थी भाइ बहिनीले सबैभन्दा पहिले एजेन्ट आएको छ कि छैन त्यो कुरा छुट्याउने है। एजेन्ट आएमा दुईवटा सूत्र छ, रुलहरू छ। एजेन्ट नआएमा एउटा मात्र रुल छ। ठ्याक्क त्यसलाई सम्झिने, त्यो अनुसार हाम्रो अटोमेटिक आन्सर आइहाल्छ। सी ह्याड हर हेयर, यी हाम्रो तेस्रो स्थानमा हर हेयर आएको छ। उनको कपाल भनेको छ, उनको कपाल भने त वस्तु हो, वस्तु भनेको मतलब एजेन्ट आएको छैन। एजेन्ट नआएमा भित्री, भित्री भन्ने बित्तिकै हाम्रो अप्सनमा के भइहाल्यो, कट है। कट 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 है हाम्रो भित्री भनेर। सी मेड मी डट डट अ सङ, हेर्नुहोस् त यहाँ हाम्रो चाहिँ तेस्रो स्थानमा हेर्दाखेरि मी आएको छ। मी भनेको हाम्रो के हो, एजेन्ट हो है, एजेन्ट आएको छ। अब यहाँ मेड आएको छ, मेड भने मेकको रूप हो भनेपछि एजेन्ट आएमा ह्याभ मेकसँग भिवान भन्ने बित्तिकै भिवान खोज्दै गर्दा हाम्रो भिवान के हो, सिङ्ग। आई होप द टिचर क्यान हेल्प मी दिस म्याड क्वेसन्स, हेर्नुहोस् त यहाँ हाम्रो यहाँ हेल्प आएको छ, हेल्प यहाँ एजेन्ट मी आएको छ, हेल्प आएको छ। मैले तपाईँलाई भनिरहेको छु लेट र हेल्प आयो भने पनि त्योसँग हाम्रो के मात्रै के नै परेको हुन्छ, भिवान परेको हुन्छ है। द्याट्स वाट हाम्रो यहाँ के भयो, फिगर आउट है, फिगर आउट भनेर। नेक्स्ट वान, आई गट माई डग डट डट काउज। अब हेर्नुहोस् है, यहाँ माई डग आएको छ, मेरो कुकुर आएको छ। यो कुकुर पनि हाम्रो एजेन्टको रूपमा आएको छ कि, किनकि यहाँ चेस भनेको ढपाउनु, कुकुरलाई तपाईँको गाईहरू ढपाउनुको लागि प्रयोग गरेको छ है। सो काम गर्ने कर्ता भएको हिसाबले माई डग मैले तपाईँले भनेको थिएँ, कहिलेकाहीँ एनिमलहरू पनि है, जनावरहरू पनि तपाईँको एजेन्टको रूपमा प्रयोग गरिएको हुन्छ। जस्तो कुकुरलाई चाहिँ गाई धपाउनको लागि प्रयोग गरियो, त्यसले माई डग भनेको एजेन्ट हो। अब एजेन्ट आएमा है हाम्रो गेटको रूप चाहिँ गट आएको छ। एजेन्ट आएमा गेटसँग टु बिहान भन्ने बित्तिकै टु बिहान त हाम्रो के भइहाल्यो, टु चेसक्यो। ही डजन्ट ह्याभ हिज प्यारेन्ट्स द टु स्कुल। अब हेर्नुहोस् है, यहाँ चाहिँ हाम्रो के आएको छ भने ह्याभ आएको छ। ह्याभ भन्दा पछाडि हेर्नुहोस् त, पहिलोमा हि, दोस्रोमा डजन्ट ह्याभ, तेस्रोमा चाहिँ तपाईँ हिज प्यारेन्ट्स आएको छ। उसका बाबा आमाहरू भने त व्यक्ति हो, व्यक्ति भन्ने बित्तिकै एजेन्ट। अब एजेन्ट आएमा ह्याभ मेकसँग भिवान, भिवान भन्ने बित्तिकै हाम्रो के भइहाल्यो, कम है। ठ्याक्क तपाईँ रुल सम्झिनुहोस्, हाम्रो उत्तर चाहिँ हाम्रो चाहिँ अटोमेटिक आउँछ आएछ। खे वी ह्याड आवर हाउस। अब तेस्रो स्थानमा हेर्दै गर्दा हाम्रो यी आवर हाउस आएको छ, हाम्रो घर। हाम्रो घर भने त वस्तु, वस्तु भन्ने बित्तिकै एजेन्ट आएको छैन। एजेन्ट नआएमा भित्री, भित्री भन्ने बित्तिकै हाम्रो के भइहाल्यो, रिपेन्टेड है, रिपेन्टेड। ही डट अ सेल फोन बट भेरी सरी भेरी मन्थ है, त्यही मन्थ होला यहाँ, भेरी मन्थ पनि यसो वेल है, एभ्री मन्थ भन्दा अझै राम्रो होला। स्पेसली अब हेर्नुहोस् त ल, या चाहिँ हाम्रो यी पहिलोमा या छ, दोस्रोमा खाली छाउँछ, तेस्रोमा असेलफोन छ। असेलफोन भने त वस्तु हो, तपाईँको एजेन्ट आएको छैन। एजेन्ट आएको छैन र हाम्रो यो अलरेडी हाम्रो भित्री आइसकेको छ बट है। अब अब हामीले एजेन्ट नआएको सूत्र सम्झिने, यदि वाक्यमा एजेन्ट आएको छैन भने गेट ह्यापसँग भित्री है। अब यहाँ चाहिँ हेर्नुहोस् त, मेक त हुने कुरा भएन, यहाँ ह्याप पनि आएको छ, गेट्स पनि आएको। यिनी दुईटा मध्ये के हुन्छ त भन्ने सन्दर्भमा हि सिङ्गुलर भब हो, सिङ्गुलर सब्जेक्टसँग, सिङ्गुलर सब्जेक्ट हो, सिङ्गुलर सब्जेक्टसँग सिङ्गुलर भब प्रयोग गर्नु पर्यो भने हिसँग त ह्याप त हुँदैन नि है, हिसँग त ह्याज हुन्छ। यो करेक्ट फर्ममा छैन, त्यसैले हाम्रो करेक्ट आन्सर के हुन्छ, गेट सक्यो। यु सुडन्ट मेक एनी वान डट डट एम्ब्रेस्ड। एनी वान भने कुनै व्यक्ति, व्यक्तिलाई बुझाउँछ, त्यसैले यो चाहिँ तपाईँको चाहिँ के हो भन्दा एजेन्ट हो। एजेन्टसँग यो मेक आएको छ, एजेन्ट। अब हाम्रो सूत्र छ एजेन्ट आएमा ह्याभ मेकसँग भिवान, भिवान भनिदिए हाम्रो के भइहाल्यो, फिल है। हाम्रो यहाँ चाहिँ यो फेल भएको रहेछ, एफिएल फिल होइन, यो खासमा टु फिल। ए हाम्रो टाइपिङ गर्दै गर्दा मिस्टेक भएको छ, टु फिल हो, फिल फेल्ट फेल्ट है, यो खासमा चाहिँ यस्तो हो, फिल फेल्ट फेल्ट। ओके नै फिल भनेर। हाम्रो लास्ट वानमा छ ह्याभ यु एभर ह्याड यु हेयर। अब हेर्नुहोस् त यहाँ
यहाँ हाम्रो चाहिँ यो हेड आएको छ, योर हेयर आएको छ है। योर हेयर भन्ने बित्तिकै तपाईँको चाहिँ नि तपाईँको कपाल भन्ने बित्तिकै वस्तु भइहाल्यो, एजेन्ट आएको छ भने एजेन्ट नआएमा सिधै भित्री, भित्री भन्ने बित्तिकै हाम्रो के भइहाल्यो है, डाइड भन्ने भइहाल्यो। यसरी विद्यार्थी भाइ बहिनीहरूले है सबैभन्दा पहिले तपाईँले एजेन्ट चाहिँ तेस्रो स्थानमा हेर्ने व्यक्ति, प्राय जसो व्यक्ति र कतिपय अवस्थामा एनिमल आयो भने त्यो तपाईँको चाहिँ नि एजेन्ट हुन्छ। एजेन्ट आएमा दुईवटा सूत्र सम्झिने है, गेटसँग टु भी वान, ह्यापनेकसँग भी वान। यदि एजेन्ट आएको छैन भने, काम गर्ने कर्ता एजेन्ट आएको छैन भने सिधै हाम्रो के हुन्छ, भित्री हुन्छ है। यसरी विद्यार्थी भाइ बहिनीहरूले बेस्ट आन्सर सेलेक्सन गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सी यु नेक्स्ट टाइम। बाई एभ्री वान।